साथीहरु स्वागत छ सबैलाई नेपाल शेयर मार्केटमा नेपाली पुँजी बजारमा म्युचुअल फन्ड अर्थात सामूहिक लगानी कोषको नयाँ अवसर आएको छ। गरिमा म्युचुअल फन्ड अन्तर्गतको पहिलो खुलामुखी योजना गरिमा सुवर्ण योजना आजदेखि सर्वसाधारणका लागि खुला भएको छ। र अब प्रश्न उठ्छ, यो योजना वास्तवमा के हो, कसले आवेदन दिन मिल्दछ, यसमा लगानी कसरी गर्ने, न्यूनतम कति रकमबाट सुरु गर्न सकिन्छ, कसरी कति इकाइ निष्कासन हुँदैछ, योजनाले कुन कुन क्षेत्रमा लगानी गर्दछ र यो योजनाबाट लगानीकर्ताहरूले भविष्यमा कस्तो किसिमको प्रतिफल पाउन सक्छन् त भन्ने जस्ता विभिन्न महत्त्वपूर्ण कुराहरू समेट्ने छौं। कृपया भिडियोलाई अन्तिमसम्म हेरी साथ दिनुहोला। लागौं अब विषयवस्तु तर्फ नै। सबैभन्दा पहिले योजनाको आधारभूत जानकारी हेरौं। गरिमा सुवर्ण योजना गरिमा म्युचुअल फन्ड अन्तर्गत ल्याइएको पहिलो खुलामुखी योजना अर्थात ओपन इन्डेड म्युचुअल फन्ड योजना हो र यो खुलामुखी योजना भएकाले यसमा कुनै पनि निश्चित अवधि हुँदैन र परिपक्व हुने समय पनि तोकिएको हुँदैन। अर्थात यो योजना निरन्तर चलिरहने प्रकारको हुन्छ जहाँ लगानीकर्ताहरूले पछि पनि इकाइ किनबेच गर्न सक्दछन्। र अब योजनाको प्रारम्भिक निष्कासन अर्थात न्यू फन्ड अफर एनएफओ सम्बन्धी जानकारी बुझौं। यस योजनामा प्रति इकाइ मूल्य 10 रुपियाँ कायम गरिएको छ र कुल 10 करोड इकाइ जारी गरिनेछ र यी 10 करोड इकाइ मध्ये 15% अर्थात 1 करोड 50 लाख इकाइ बीज पुँजीका रूपमा सुरक्षित राखिएको छ, जसमा 60 लाख इकाइ योजना व्यवस्थापक गरिमा क्यापिटल लिमिटेड र 90 लाख इकाइ कोष प्रवर्धक गरिमा विकास बैंक लिमिटेडका लागि छुट्याइएको छ। र यसपछि बाँकी रहेको इकाइ मध्ये 3 करोड 50 लाख इकाइ बराबर 35 करोड रुपियाँको इकाइ सार्वजनिक रूपमा निष्कासन गरिएको छ। तर विवरण पुस्तिकाको शर्त अनुसार कुल 5 करोड इकाइ अर्थात 50 करोड रुपियाँ बराबरको इकाइ पहिलो चरणमा बिक्रीका लागि खुला गरिनेछ र यदि विवरण पुस्तिकामा स्वीकृत भयो भन्दा थप इकाइ बिक्री गर्नुपर्ने अवस्था आयो भने नेपाल धितोपत्र बोर्डबाट पूर्व स्वीकृति लिएर मात्र थप इकाइ बिक्री गर्न सकिने व्यवस्था गरिएको छ। र अब प्रश्न आउँछ, यस योजनाको इकाइ कसले खरिद गर्न सक्छन् त? यस योजनामा नेपाली नागरिक, गैर आवासीय नेपाली, प्रमाणपत्र भएका व्यक्ति, प्रचलित कानून बमोजिम दर्ता भएका नेपाली फर्म, संघ संस्था, बैंक, वित्तीय संस्था, बीमा कम्पनी साथै विभिन्न कोषहरू जस्तै सञ्चय कोष, कल्याणकारी कोष, गुठी अक्षय कोष लगायतका संस्थाहरूले पनि आवेदन दिन सक्नेछन्। र अब नियमित खरिद बिक्री प्रणालीको कुरा गर्दा यस योजना खुलामुखी योजना भएकाले पहिलो चरणको निष्कासन तथा बाँडफाँड सम्पन्न भएको मितिबाट 3 महिनापछि योजना व्यवस्थापकले तोकेको मितिबाट इकाइको निरन्तर निष्कासन तथा बिक्री सुरु हुनेछ र त्यसपछि लगानीकर्ताहरूले योजना व्यवस्थापक आफै वा सामूहिक लगानी कोष निर्देशिका अनुसार तोकिएका बैंक, वित्तीय संस्था वा मर्चेन्ट ब्याङ्करहरू मार्फत दैनिक रूपमा इकाइ खरिद बिक्री गर्न सक्नेछन्। खरिद बिक्रीको मूल्य कसरी निर्धारण हुन्छ त भन्ने बारे कुरा गर्दा लगानीकर्ताहरूले इकाइ खरिद वा बिक्री गर्दा योजनाको दैनिक खुद सम्पत्ति मूल्य अर्थात नेट एसेट भ्याल्यु एनएभी गणना गरिन्छ र सोही एनएभी को आधारमा इकाइको खरिद तथा बिक्री मूल्य निर्धारण गरिनेछ। र अब एकदमै महत्त्वपूर्ण कुरा, यस योजनाका मुख्य विशेषताहरूको बारे कुरा गरौं। पहिलो रहेको छ, यस योजनाले विद्यमान कानून र नियमको अधीनमा रही विभिन्न वित्तीय उपकरणहरूमा लगानी गर्नेछ, जस्तै स्थिर आय भएका साधनहरू र बजार पुँजीकरण भएका सूचीकृत कम्पनीहरूमा र यसरी विविध क्षेत्रमा लगानी गरिने भएकाले लगानीकर्ताको जोखिमलाई कम गर्दै समुचित प्रतिफल प्रदान गर्ने लक्ष्य राखिएको छ। र त्यसैगरी दोस्रो विशेषता भनेको यस योजनाले आर्जन गरेको आम्दानीमा आयकर ऐन 2058 को दफा 10 को ठ अनुसार पूर्ण रूपमा कर छुटको व्यवस्था रहेको छ। तेस्रो विशेषतालाई हेर्दाखेरि साना लगानीकर्ताहरूलाई पनि ध्यानमा राखेर 1000 रुपियाँबाटै लगानी सुरु गर्न सकिने व्यवस्था गरिएको छ। त्यसैगरी चौथो रहेको छ, यस योजनामा दक्ष र अनुभवी व्यवस्थापकहरूको अध्ययनको आधारमा लगानी गरिने भएकाले लगानीकर्ताहरूले उचित प्रतिफल पाउने अपेक्षा गरिएको छ। र पाँचौंमा चाहिँ इकाइ खरिद बिक्री गर्नका लागि गरिमा क्यापिटल लिमिटेड वा तोकिएका एजेन्टहरू मार्फत तुरन्तै कारोबार गर्न सकिने व्यवस्था उपलब्ध हुनेछ। र त्यस्तै यस योजनामा सिस्टेमेटिक इन्भेस्टमेन्ट प्लान अर्थात एसआइपी, सिस्टेमेटिक विथड्रअल प्लान एसडब्ल्युपी र डिभिडेन्ड रिइन्भेस्टमेन्ट प्लान डिआरआइपी जस्ता सुविधा
सुविधाहरू पनि उपलब्ध हुनेछन्, जसले लगानीकर्ताहरूलाई नियमित रूपमा लगानी गर्ने, आम्दानी निकाल्ने वा लाभांश पुनः लगानी गर्ने अवसर प्रदान गर्दछ। र अब आवेदन सम्बन्धी जानकारीलाई हेरौँ। यस योजनामा आवेदन दिनका लागि न्यूनतम 100 इकाइ अर्थात् 1000 रुपियाँ बराबर आवेदन दिन सकिन्छ भने अधिकतम 50 लाख इकाइसम्म आवेदन दिन सकिने व्यवस्था गरिएको छ। अब इकाइ बिक्री खुल्ने र बन्द हुने मितिको कुरा गर्दाखेरि यस योजना 2082 साल फागुनको 28 गते अर्थात् आज बिहिबारको दिनदेखि खुला भएको छ र यो छिटोमा 2082 साल चैतको 2 गते ब्याङ्किङ समय पश्चात बन्द हुनेछ र यदि पूर्ण रूपमा बिक्री नभएमा ढिलोमा 2082 साल चैतको 12 गते ब्याङ्किङ समय पश्चात बन्द हुनेछ र यस योजनाको सूचीकरण तथा दोस्रो बजार कारोबार भने हुने छैन, अर्थात् यो योजना नेपाल स्टक एक्सचेन्ज नेप्सेमा सूचीकृत हुँदैन। इकाइ खरिद बिक्रीको व्यवस्था भने योजना व्यवस्थापक वा तोकिएका वितरक मार्फत संस्था मार्फत गरिनेछ। र अब आवेदन कसरी दिने त भन्ने बारे कुरा गरौँ। प्रारम्भिक निष्कासनको समयमा नेपाल धितोपत्र बोर्डबाट अनुमति प्राप्त आश्वा सेवामा सहभागी ब्याङ्क तथा वित्तीय संस्थाहरूका शाखाहरूबाट आवेदन दिन सकिन्छ। साथै सिडिएस एन्ड क्लियरिङ लिमिटेडद्वारा सञ्चालन गरिएको मेरो सेयर सफ्टवेयर प्रयोग गरेर सियास्मा प्रणाली मार्फत पनि सजिलै आवेदन अनलाइन मार्फत आवेदन दिन सकिनेछ। यस योजनाको रेटिङ सम्बन्धी जानकारी पनि महत्त्वपूर्ण छ। यस योजनालाई श्री इक्रा नेपाल लिमिटेड काठमाडौँबाट रेटिङ गरिएको छ र कोष प्रवर्धक गरिमा विकास ब्याङ्कलाई इक्रा एनपिआइआर BBB- रेटिङ दिइएको छ, जसले वित्तीय दायित्व समयमै पूरा गर्ने क्षमतामा मध्यम स्तरको सुरक्षा रहेको जनाउँदछ। र त्यस्तै योजना व्यवस्थापक गरिमा क्यापिटल लिमिटेडलाई एएमसी क्वालिटी 3 रेटिङ दिइएको छ, जसले व्यवस्थापनको गुणस्तरमा एडिक्युएट एस्युरेन्स अर्थात् पर्याप्त विश्वसनीयता रहेको संकेत गर्दछ। र अब यस योजना जारी गर्नुको मुख्य उद्देश्य के हो त भन्ने कुरा बुझौँ। यस योजनाको उद्देश्य इकाइ बिक्रीबाट सङ्कलित रकमलाई दक्षतापूर्वक विभिन्न लगानी क्षेत्रमा लगानी गरी इकाइ धनीहरूलाई उच्च प्रतिफल प्रदान गर्नु हो र साथै धितोपत्र बजारको दिगो विकासमा संस्थागत लगानीकर्ताको हैसियतमा या रूपमा योगदान पुर्याउनु पनि यसको उद्देश्य हो। र यसका साथै योजनाले आवश्यक अवस्थामा सार्वजनिक निष्कासन गरिएका धितोपत्रको अन्डरराइट गर्ने तथा योग्य संस्थागत लगानीकर्ताको रूपमा कार्य गर्ने लक्ष्य राखेको छ। र अब यस योजनाले कुन कुन क्षेत्रमा लगानी गर्न सक्छ त भन्ने बारे कुरा बुझौँ। सामूहिक लगानी कोष नियमावली 2067 अनुसार यस योजनाले बोर्डमा दर्ता भएका धितोपत्रहरू, सार्वजनिक निष्कासन भएका धितोपत्रहरू, नेपाल स्टक एक्सचेन्जमा सूचीकृत कम्पनीहरूको धितोपत्र, नेपाल सरकार वा नेपाल राष्ट्र ब्याङ्कले जारी गरेका ऋणपत्र, ट्रेजरी बिल तथा अन्य मुद्रा बजार उपकरणहरू र ब्याङ्क निक्षेप तथा बोर्डले तोकेको अन्य क्षेत्रमा लगानी गर्न सक्नेछ। र अब मुनाफा वितरणको लक्ष्यबारे कुरा गर्दा यस योजनाले कमाएको खुद मुनाफाको आधारमा इकाइको अङ्कित मूल्यलाई आधार मानी लाभांश वितरण गरिनेछ र साथै आवश्यक परेमा केही रकम सञ्चित मुनाफाका रूपमा पुनः लगानी पनि गर्न सकिनेछ। अन्त्यमा लगानी तथा लाभांश सम्बन्धी कर व्यवस्था भने नेपाल सरकारले तोकेको प्रचलित कानुन अनुसार लागू हुनेछ। र साथीहरू, यी थिए गरिमा सुवर्ण योजना सम्बन्धी सम्पूर्ण महत्त्वपूर्ण जानकारी। यदि तपाईँ म्युचुअल फन्ड सामूहिक लगानी कोष मार्फत दीर्घकालीन लगानी गर्न चाहनुहुन्छ भने यस्तो योजनाले जोखिम कम गर्दै व्यवस्थित रूपमा लगानी गर्ने अवसर प्रदान गरेको हुन्छ। र अब जाँदा जाँदै यस भिडियो जानकारीमूलक लाग्यो भने भिडियोलाई कृपया लाइक गरी केही जिज्ञासा अथवा प्रश्नहरू रहेका छन् भने कमेन्ट गर्नुहोला र साथै च्यानल सब्स्क्राइब गरेर अन्य साथीहरू माझ पुर्याइदिनु होला। भिडियो अन्तिमसम्म हेरिदिनु भएकोमा धेरै धेरै धन्यवाद। भेटौँला नेक्स्ट भिडियो।